एउटा शान्त गाउँमा बिरु नामको एउटा बिरालो बस्थ्यो। ऊ शरीरले ठूलो थिएन, तर उसको मन फलाम जस्तै बलियो थियो। हरेक बिहान बिरु एक्लै अभ्यास गर्थ्यो। घरका छानामाथि फड्को मार्थ्यो, पुराना रुखहरू चढ्थ्यो र ढुङ्गामा आफ्ना नङहरू तिखार्थ्यो। अरू जनावरहरू उसलाई हेरेर हाँस्थे र भन्थे, बिरालो कहिले बलियो हुन सक्दैन। एक रात गाउँमा ठूलो खतरा आइपुग्यो। एउटा जङ्गली कुकुरले गाउँमा आतंक मच्चायो। साना ठूला जनावरहरूलाई लखेट्न थाल्यो र घरहरू भत्काउन लाग्यो। सबै जनावर डरले काँप्न थाले। त्यही बेला बिरु अगाडि बढ्यो। कुकुर आकारमा ठूलो र निकै डरलाग्दो थियो, तर बिरु डराएन न त भाग्यो। हावा जस्तै फुर्तिलो र आगो जस्तै साहस बोकेर बिरुले फड्को मार्यो। उसले कुकुरका आक्रमणहरू छल्दै आफ्नो बुद्धि प्रयोग गर्यो। कडा सङ्घर्षपछि कुकुर हार मानेर अँध्यारोतर्फ भाग्यो। गाउँ फेरि शान्त भयो। बिस्तारै सबै जनावरहरू बाहिर आए। उनीहरूले कहिल्यै नसोचेको नायकलाई सम्मानका साथ निहुरिए। त्यस दिनदेखि बिरु बलियो बिरालो भनेर चिनिन थाल्यो। शरीरको बलले होइन, साहस र बुद्धिले हुन्छ।